गौमुखी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्युठान जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण एक अनुपम गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक रूपमा अत्यन्तै विविध छ। यहाँ बसोबास गर्ने विभिन्न जात-जाति र समुदायले आफ्ना मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै आएका छन्। गौमुखी गाउँपालिकामा तामाखानी, झाँक्रीढुङ्गा, नाङ्गी लेक, 22 मिल झरना अनि गौमुखी गुफा, टोक्रे गुफा अनि देउराली, पारीकोट यो चाहिँ प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक करिब 1100 मिटरको उचाइमा रहेको ठुला बेसीदेखि 3300 मिटरको उचाइमा फैलिएको नाङ्गी लेकसम्म फैलिएको गौमुखी क्षेत्र जैविक दृष्टिले अत्यन्तै समृद्ध छ। यस क्षेत्रको उत्तरी भेगमा पर्ने वन क्षेत्रलाई नौबहिनी र झिमरुक गाउँपालिकाको जङ्गलसँग समेटेर गौमुखी वन संरक्षण क्षेत्र बनाउने प्रस्ताव पनि अघि सारिएको छ। हालै गरिएको अध्ययन अनुसार गौमुखीमा पाइने चराका प्रजातिहरू, तिनको सङ्ख्या र पर्यावरणीय सम्भावनाहरूको बारेमा वैज्ञानिक अनुसन्धान गरिएको छ। हामी गत एक सातादेखि गौमुखी गाउँपालिकाको मुकाम क्षेत्र ठुलाबेसीको करिब 1100 मिटरबाट नाङ्गी लेकको 3300 मिटरसम्मको उचाइमा चरा, अन्य वन्यजन्तु र यहाँको समग्र जैविकता लगायत यहाँ पर्यटकीय सम्भावना भएका क्षेत्रहरूको अध्ययन अनुसन्धान गर्दै हामीहरू यहाँ आइपुगेका छौँ। एक साताको यो अध्ययनलाई गौमुखी गाउँपालिकाले सहयोग गरेको छ भने यसको लागि समन्वय गरेको छ हिमाली अनुसन्धान केन्द्रले। चरा विज्ञहरूले असोज र वैशाख महिनामा गरेको अध्ययनले यहाँ 217 प्रजातिका 4538 वटा चराहरू अभिवेक गरेका छन्। यसमा विश्वकै दुर्लभ गोमायु चिल र कर्याङ कुरुङ सारस जस्ता चराहरू पनि समावेश छन्। वैशाखमा गर्मीयामका आगन्तुक चरा 8 प्रजातिका कोइली, 2 प्रजातिका मुरली चरा, स्वर्गचरी, सुनचरी लगायत बच्चा कोरल्ला नेपाल आएका पाइन्छन्। दुई 217 प्रजाति चराहरूमध्ये 79 प्रजाति संरक्षण महत्त्वका छन्। नेपालमा संरक्षित 9 प्रजाति मध्ये 2 चिर कालिज र मुनल यही भेटिन्छन्। विश्वमै सङ्कटमा रहेका 5 प्रजातिका गिद्धहरू यही पाइन्छन्। त्यसैगरी राष्ट्रिय रूपमा सङ्कटापन्न 17 प्रजाति, सीमित क्षेत्रमा मात्र पाइने 4 प्रजाति, विशिष्ट भूगोलमा मात्र पाइने 79 प्रजाति र साइटिस सूचीमा सूचीकृत 31 प्रजातिका चराहरू यस क्षेत्रले समेटेको छ। हिमाली गिद्ध र हार्टफोर गिद्धको गुणहरू समेत यहाँ पाइने पुष्टि भएको छ। चराहरू मात्र होइन, यहाँ 8 प्रजातिका पुतली, 5 माछा, 4 उभयचर, 8 सरीसृप र 18 स्तनधारी जनावरहरू पनि पाइन्छन्, जसले यस क्षेत्रको जैविक विविधतालाई अझ प्रकट गर्छ।
गौमुखी प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदाको अद्वितीय समन्वय हो। यहाँबाट हाइकिङ, ट्रेकिङ मात्र होइन, प्रकृतिसँगको गहिरो सम्बन्ध पनि स्थापित गर्न सकिन्छ। यो क्षेत्र धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदामा पनि धनी छ। वन, वन्यजन्तु, वातावरण र समाज अध्ययन गर्न चाहनेका लागि यो एक खुला प्राकृतिक विश्वविद्यालय जस्तै हो। गौमुखी जहाँ प्रकृति र संस्कृति सँगसँगै बाँच्दछन्। यो ठाउँ होइन, अनुभव हो। एकपटक आउनुहोस् अनि महसुस गर्नुहोस्।